हेलो एभ्रिवान, नमस्ते। इट्स मी कमल हियर टुडे। आज पनि तपाईहरु समक्षमा एकदमै हट टपिक्स लिएर उपस्थित भइ नै सकेको छु। पैसा कमाउनु भएको छ तर बचाउन सक्नु भएको छैन? यो भिडियो हेर्नुस् तपाई। वैदेशिक रोजगारीको यात्रा गर्नुभन्दा पहिले तपाईले सबैभन्दा पहिले के काममा तपाई जान चाहन्छ त्यस विषयको चाहिँ तपाईले ट्रेनिङ लिनु नितान्तै जरुरी ठानिन्छ। त्यसो गर्दाखेरि तपाईले सोचेको जस्तो स्यालेरी भनेको जस्तो काम पाउन सक्नुहुनेछ। नम्बर 1 मा। नम्बर 2 मा रहेको छ त्यस मुलुकमा गइसकेपछि तपाईले कमाउने जुन पैसा छ, मन्थली बेसिसमा पाउने स्यालेरी छ, त्यो चाहिँ एउटा फिक्स हुन्छ या कि त्यसलाई रबर जस्तो तन्काउन मिल्दैन, हैन? जति तोकेर गइएको हुन्छ त्यति स्यालेरी निश्चित स्यालेरी हुन्छ। र यदि तपाईको धेरै खर्च गर्ने आदत छ भनेदेखि चाहिँ त्यो खर्च गर्ने आदतलाई तुरुन्तै हटाउनु पर्ने हुन्छ तपाईले। अब के कसरी यी खर्च गर्ने आदतहरू हटाउन सकिन्छ र के कसरी पैसा मजाले राम्रोसँगले सेभिङ गर्न सकिन्छ त्यस विषयमा हामी चर्चा गर्नेछौँ। आजको भिडियो पनि विशेष गरेर यसै विषयलाई लिएर मैले बनाउन गइरहेको छु। धेरै नेपाली दाजुभाइहरू गल्फमा काम गर्ने, म्याक्सिमम प्रायःसो चाहिँ गल्फमा काम गर्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूले चाहिँ 10औं वर्ष काम गरेको भइसक्यो तर मसँग जिरो ब्यालेन्स छ। मैले केही उन्नति प्रगति गर्न सकेको छैन। छुट्टी गयो आयो, फेरि छुट्टी गयो आयो, पैसा सकिरहेको छ तर बचत गर्न सकेको छैन, उन्नति प्रगति केही मेरो भइरहेको छैन भनेर चाहिँ उहाँ चाहिँ 20 वर्षको उमेरमा गल्फमा जानुभएको, 40 वर्ष हुन्जेलसम्म पनि काम गरिरहनु भएको छ तर पनि सोचे जस्तो प्रगति भएको छैन। कारणहरू के हुन सक्छन् त भन्दाखेरि हामीले कमाइ त गरिरहेका छौँ तर कमाएको पैसालाई बचाउन नसकेको कारणले गर्दाखेरि अझै पनि हामी दुःख गरिरहेका छौँ। साथीहरू, एउटा नितान्तै ध्यान दिनुपर्ने कुरा एकदमै इम्पोर्टेन्ट रहेको छ। नितान्तै ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने पैसा प्रायःसो लाइफमा जसले पनि कमाएको हुन्छ तर पैसा कमाउने मान्छे भन्दा पैसा बचाउने मान्छे चाहिँ बुद्धिमानी ठानिन्छ। अब यदि तपाईको अननेसेसरी कुराहरुमा चाहिँ खर्च गर्ने आदत छ भने त्यो आदतलाई आजैबाट स्टप गर्नुहोस्। आज स्यालेरी पाउनुहुन्छ भनेदेखि भरे नै तपाईको स्यालेरी तपाईलाई आवश्यक पर्ने जति महिनाभरि खर्च लाग्ने खर्च जति चाहिन्छ आफूलाई त्यति खर्च राखेर बाँकी पैसा आज स्यालेरी आयो भने अहिले नै तुरुन्तै नै तपाईले आफ्नो अकाउन्टमा, फेरि अरूको अकाउन्टमा हैन, आफ्नै अकाउन्टमा, आफ्नै खातामा चाहिँ ट्रान्सफर गरिहाल्नुहोस्, रेमिटेन्स गरिहाल्नुहोस्। त्यसपछि तपाईको घरको खर्च गर्नको लागि, घर चलाउनको लागि तपाईको वाइफ हुन सक्ला, तपाईको फ्यामिली मेम्बर्स हुन सक्ला, उहाँहरूलाई घर खर्चको लागि तपाईले नै पैसा दिनुपर्ने हुन्छ, तपाईले नै सपोर्ट गर्नुपर्ने हुन्छ। त्यो अवस्थामा उहाँलाई पनि एउटा ब्याङ्किङ अकाउन्ट खोल्न लगाएर उहाँलाई के कति खर्च चाहिन्छ महिनाको त्यो त तपाईलाई थाहा भएकै हुन्छ, हैन? किनकि तपाईँ पनि त्यसै फ्यामिली भित्रको मेम्बर भएको कारणले गर्दाखेरि मासिक घरको एक्सपेन्सेस कति हो त त्यो तपाईलाई पूर्ण रूपमा जानकारी भएको हुन्छ। त्यस अनुसार तपाईको आफ्नो अकाउन्टबाट जति खर्च लाग्ने हो त्यति मात्रै खर्च आफ्नो परिवारका सदस्यको खातामा पठाउनु भयो भने चाहिँ तपाईले राम्रो सेभिङ गर्न सक्नुहुन्छ। आज तपाईले 1 लाख कमाउनु भयो, स्यालेरी आयो, त्यो 1 लाखै तपाईले तपाईको वाइफको खातामा हाल्दिन आजैबाट बन्द गर्नुहोस्। 1 लाख कमाउनु भयो, 1 लाख रुपैयाँ तपाईको दाजुभाइ दिदीबहिनी आफन्तको खातामा हाल्दिन बन्द गर्नुहोस्। आफ्नै खातामा सेन्ड गर्नुहोस् पैसा अनि घरमा जति चाहिन्छ त्यति मात्रै दिनुहोस्। यसो गर्दा तपाईले राम्रो बचत गर्न सक्नुहुनेछ। अनि अहिले मार्केटमा आएका वर्ल्ड वाइड फेमस भएका जस्तै चाहिँ आइफोन भए, एप्पल वाचहरू भए, स्यामसङका मोबाइलहरू भए, महँगा चाहिँ घडीहरू भए, हैन? यस्तो चिजहरू तपाईलाई पनि लगाउन त मन लाग्छ तर तपाईको यदि खर्च गर्ने आदत छ भने त्यो खर्च गर्ने आदतलाई बिल्कुलै बन्द गरिहाल्नुहोस् र यस्ता चिजहरू किन्नबाट आफ्नो मनलाई एकदमै स्ट्रङली बाँधेर राख्नुहोस्। बाहिर घुमफिर जाने, धेरै घुम्ने फिर्ने आदत तपाईको छ भने पनि त्यसलाई पनि तपाईले आजैबाट बन्द गर्नुहोस्। काम पर्दा मात्रै जानुहोस् बाहिर, आवश्यक परेको चिज मात्रै किन्नुहोस् तपाईले। यसो गर्दाखेरि तपाईले राम्रो पैसा बचत गर्न सक्नुहुन्छ। साथीहरू, तपाईहरुलाई थाहै होला मैले जे भनिरहेको छु, हैन? भोगिरहनु भएकै छ, तपाईको लाइफमा घटिरहेकै घटना हुन सक्छ यो। तपाई 1 वर्ष या 2 वर्षमा छुट्टी जानुहुन्छ, फेरि छुट्टी सकाएर आउनुहुन्छ, सोचेर जब छुट्टी जानुहुन्छ त्यसपछि तपाई सोचेर आउनुहुन्छ अब 2 वर्ष बसेर आएर चाहिँ आफ्नै देशमा केही गर्छु भनेर जानुहुन्छ। अनि फेरि काम गर्न सक्नुहुन्छ, तपाईमाथि समस्यामाथि समस्या आइरहेका हुन्छन्, तपाईको सपना पूरा भइरहेको हुँदैन, तपाईसँग सेभिङ प्राप्त मात्रामा भइरहेको हुँदैन, फेरि तपाई बाध्य भएर फेरि अर्को 2 वर्षपछि नै छुट्टी जानुहुन्छ, फेरि अब 2 वर्ष भन्दा भन्दै
तपाईको लाइफ नै पुरै गल्फमै सकिरहेको अवस्था हुन सक्छ। त्यसले गर्दा एउटा निश्चित अवधि बनाउनुस् कति समय अब तपाईँ बस्नुहुन्छ गल्फमा, अनि त्यो समयभित्रमा अनावश्यक कुराहरू किन्न खर्च गर्नबाट चाहिँ तपाईँ एकदमै आफ्नो मनलाई चाहिँ बाँधेर राख्नुहोस् अनि पैसा राम्रोसँग बचत गर्नुहोस् अनि आफ्नो मुलुकमा गएर केही व्यापार व्यवसाय गरेर आफ्नो फ्यामिलीसँग रमाएर बस्नुहोस्। तपाईहरुलाई धेरै धेरै शुभकामना छ। आजको मेरो कन्टेन्ट कस्तो लाग्यो त तपाईहरुलाई? आशा छ आजको यो मेरो भिडियोबाट केही कुराहरू हजुरले बुझ्नुभयो होला, केही कुराहरू सिक्नुभयो होला। सायदै मलाई लाग्छ तपाईलाई यो भिडियोका शब्दहरूले तपाईको मन छोएको हुन सक्छ। यदि तपाईको मन छोएर मेरो भिडियो राम्रो लाग्यो भनेदेखि चाहिँ यस्तै यस्तै कन्टेन्टहरू लिएर भविष्यमा पनि तपाईहरु समक्षमा उपस्थित हुने नै छु। त्यसको लागि तपाईले मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला, नजिकै रहेको बेल आइकनलाई पनि थिचिदिनु होला अनि यो भिडियो धेरै भन्दा धेरै तपाईहरुको रिलेटिभ साथीभाइहरुलाई शेयर गर्न पनि नभुलिदिनु होला। धेरै धेरै धन्यवाद। थ्यांक यू so much for watching this video. See you. Bye bye guys.